ल है हामी चाहिँ बिहानको खाना सुरु गर्यो च्याट्ट लाएर आफैले उत्पादन गरेको कुखुराको च्याट्ट लाएर खाने जनताहरू यहाँ हुनुहुन्छ नमस्कार गर्दै केटा हेलो ल है हजुर भाइ भैँसरी ढोकिदिनु बाउले पनि ल यहाँनिर छ एक पाटा त अझै बाँकी नै छ नि फेरि खाइसकेको छैन अब खाना हामी सुरु गर्छौँ है यसो देखाइदिएको मात्रै तपाईँहरूलाई फेरि नराम्रो नसोच्नु होला ल अब यो भनेको चिज के हो भन्दाखेरि ल है गाइस यहाँ हरियो खोर्सानी छ चटनी यो एकदम दामी आज त यो कसैले पनि छोड्दैन होला बाँकी किनभने यो राम नि यो चिज चाहिँ कस्तो हो भने अब यसमा धेरै चिज मिसिएको छ कि ऊ भाइले त्यही भन्छ भनिरहेको थिएँ क्या मैले सही छैन त ठिक छ केटा तरकारी मिठो म मासु प्रायः सबैले मिठै हुन्छ राम्रै बनाउनुहुन्छ म नि अलिक विशेषै बनाउँदो रहेछु अच्छा ठीक है मासु चाहिँ मलाई चाहिँ मासु चाहिँ बुढाले खानु मन लाग्छ मेरो तारिफ गर्नु भएको होला बुढा भएर मिठै बनाउनुहुन्छ त्यही भएर नि नत्र भए बिना पत्तामा चाहिँ तारिफ गर्नु तर सुन्नु न यो है कोदोको मात्र आज पिठो नभएर यो आटा अनि हल्का मकैको पिठोहरू हालेको यस्तो दामी भएछ कि दामी छ है गाइस त्यहाँबाट चाहिँ कस्तो लाभ भइरहेछ हो थाहा छैन स्टाइलै खतरा लागेको गरिदियो कि कसलाई कति कति खानु मन छ होइन निकालेर खाने साला है चट्ट लाएर तरकारी मिठो छ हो फेरि यस्तो नि त मेरो तरकारीमा तारिफ गर्नुहुन्छ सधैँ सालाले मैले ढिलोको लागि म अघि भनेको थिएँ नि 7 जनमा भुल्दिनँ म यो तारिफ गर्नलाई अच्छा ठीक है भनेको थिएँ नि त्यस्तै भएछ ल आज चाहिँ अस्तिको पालि चाहिँ गिर्खा बनाउनु भएको थियो अलिक खल्लो लागिरहेको थियो यसपालिको त कुद्छ यो फेरि अलि हामी पालेको भएर अलि अर्ग्यानिक मिठो लागिरहेछ मैले अघि देखाइसकेँ त चिज एक पाटा त अझै बाँकी छ क्यामेरा चाहिँ जस्तो भए पनि त्यही यसो है दर्शकवृन्दलाई रमाइलो गराइदिएको नि भूमिका चाहिँ मेरो पनि छ नि मासु बनाउनुमा विशेष नै अन्त जहाँ पनि विशेष हो कि कान्छ यो यस्तो हुन्छ सबैले मिलेर गरेको काम रिजल्ट एकदम राम्रो आउँछ क्या एउटाले मात्रै गरेको भए यतिखेर गलिसकिन्थ्यो त्यसपछि एक एकवटा बनाइयो अनि मजा पनि भयो क्या भाइले कुखुरा काट्नुभयो मैले पकाएँ मेरो सालाले ढिँडो मस्काउनु भयो अनि पस्काउनु भयो हेल्पर यता यो फेरि भाँडासाँडा माझ्दिने झाडु लगाइदिने सबैको मिल्यो नि त तालमेल त्योमै मिठो छ यार घाटामा पर्ने हो म यहाँ गफ गर्दै कति धेरै खाइरहेको छु म पो बाटा छु के अरे लाटा छु होला के हो कुखुराले मकै टिपे भन्दा छिटो टिप्छु म अनि अर्को त अनि फोहोर भएको थियो अनि अघि झन्डै ग्यासले पाकेछ त्यसले त छेउमा राखिरहेको थिएँ खानु झ्याप्प खानुपर्छ भर्खर भात सुरु हुँदैछ यो त सक्नु पऱ्यो नि त थोरै रहनु पर्यो रहे पनि यहाँ चटनी खोइ खाएकै छैन गाइजहरूले मैले हातैले पिसेको चटनी मैले खाँदैछु नि त त्यस्तै त होइन होला मान्छेहरू के हो 3 महिना चाहिँ होइन होला के हो हो के अरे केही भन्नु छ मजाको छ केटो आफूले पनि त्यही ब्रोइलर पाले हो नि त त्यसकै मासु खाँदैछ आज तर यस्तो
टेस्टी के यो चाहिँ अब दाल पनि ल्याएको है आम्बो गाइस जे होस् हाम्रो सर्कलको मान्छेहरू चाहिँ अब यहाँ देखाउनु त आउँछन् यहाँ देखाउनु त एकचोटि खाइसकेपछि मैले हो तपाईलाई म खाइसकेपछि रेस्टुरेन्टको होटलतिरको तरिकाले दिए ल यो यहाँ राख्नु यस्तो ए खान्छु ल खानु खानु ल ढिलो सक्यो अब भात खानु भात पनि गानी गानी एक टक भन्दै हुन्छ कोही दुई टक हालेको म त पिठो धेरै नै छ होला ढिलो अलिक खाइन्छ होला पिठो त मैले कहाँ हेर्नै भ्याइन तर पनि खाना उब्रेर केही हुँदैन भने पनि झपाट गाइस देख्न सक्नुहुन्छ मेरो पसिना यार अस्तिको चाहिँ कलिलै थियो अलिक कुखुरा हो त्यस्तो यो कति दिनको भयो खाने बेला भइसक्यो है कहाँ उता हाततिर हालेको म फेरि खान्छु भने यतातिर हात हालिदिएको ओ छिटो आइज है घाटामा पर्लास खै यहाँ राख्नु त चटनी चेक गरौँ चटनी यार यही चटनी यार मलाई घरको मान्छेहरूले चटनी आज भोलि बनाइदिँदैन यही टेन्सन लाग्छ क्या मलाई म अलिकति चटनी पायो भने डिफ्रेन्ट तरिकाले फेरि खाना रुच्छ नि मेरो अच्छा ठीक है गाइस कतिजना हुनुहुन्छ है तपाईँहरू चटनी लभर चाहिँ म चाहिँ एकदम मन पराउँछु है चटनी चाहिँ गाइस भाइ अब यसको पाली छ है बाँकी यो चाहिँ कलेज हो खाइदिनु पर्यो नि त खोइ चटनी ल्याउनु त चटनीमा चोपेर खाउँ फेरि चटनी चाहिँ मन नपर्ने किन हौ त्यस्तो चटनी त खानुपर्छ नि ज्यान बन्छ छैन होला के हो खानु यस्तो मजाका बनाएको छु खाने भाइ कलेज हो क्या के गर्नु साँच्चै भबा भएको छ कस्तो दामी बनाएको छु सिक त मैले यसलाई होइन बनाउने बेलामा अगाडि नै हाल्दिनँ क्या यस्तो चिजहरू यसको लागि अलिक पछि भएर मजाले टाइम दिएर बनाउने क्या यो फेरि धेरै मजाले चलाएको गऱ्यो भने धुलिन्छ र अनि नमिठो हुन्छ क्या ये बड़ी अच्छी बात कही आप तरकारी नमिठो वाह दिदी वाह दिदी वाह दिदी अभी मजा आएगा ना बिडू खानु है हो के हाम्रो जस्तो अनुहारले चाहिँ भ्लग बनाउन मिल्दैन फेरि अलिक गाह्रो होला है यस्तो कुराहरू गर्दा के भन्छ यस्तो नजिकमा लानु त क्यामेरा तपाईँको फेसको नजिकमा लानु त पसिना ए देखियो पसिना हाई हेलो अलि तर भन्नु अलि अलि गानीलाई ल ठिक छ अब हामी खाँदै गर्छौँ किनभने अलिकति म भिडियो गर्दा चाहिँ ढिलो भएँ होइन ल गाइस मैले चाहिँ खाना खाइसकेँ है त है अब यस्तो छ है तपाईँको भाँडाहरू सबै खाली भयो यो खाली गरियो यो खाली भयो यो खाली नै हुन आँट्यो अनि यता खाँदैछ अनि यो दाल चाहिँ कसैले पनि खानु भएन आज मैले बनाएको थिएँ खतरा तरिकाले मैले पनि खाइनँ यति मासु उब्रेको हो कि खाने हो केटा खा ज्यान बना तँलाई भात बढी भयो त्यति बल गरी पठा है झ्याप्पै ल ठिकै छ बुढी के हेर्न थालेको फेरि खाएर ए ल त्यस्तै हो गाइस अब च्यासो खाएको कुरा देखाइदिएँ अब फेरि कति न के नै देखाए जस्तो त होइन सबैले खाइरहेकै त हुन्छ होइन त्यही कुरालाई मैले देखाएको विशेष भनेको चाहिँ हाम्रो यहीँ उत्पादन गरेको हो कि यो कुखुरा त्यही भएर पनि खानु पाउँदा चाहिँ अलिक खुसी लाग्छ आफैले बनाएर होइन अनि अलिकति अघि पनि देखाएको छु खतरा छ अलिकति आधी त उबारेकै छ बेलुका खानुपर्छ अलिक ठुलै थियो कि त्यही हो ल है त सबैजनालाई बाई बाई
बाई बाई बाई बाई। मेरो बुढोको च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। लभ यु अल।